नमस्ते साथीहरू। तपाईँसँग पनि पुरानो आइफोन छ, आइफोन 6, 7 अब कुनै छ भने तपाईँको यसमा चाहिँ अपडेट बन्द भइसकेको छ। तपाईँले आइफोनमा WhatsAppहरू, फेसबुकहरू डाउनलोड गर्न पाउनुभएको छैन। तर तपाईँको फोटोहरू, भिडियोहरू कुनै पनि फाइलहरू छ र तपाईँले कुनै अरू मोबाइलमा चाहिँ सेन्ड गर्न चाहनुहुन्छ भने कसरी सजिलै गर्न सक्नुहुन्छ आजको भिडियोमा म तपाईँहरूलाई बताउनेछु। सबैभन्दा पहिले के समस्या देखाउँछ म त्यो देखाउँछु। सबैभन्दा पहिले मैले यहाँनिर चाहिँ गएँ, जस्तै एप्पल स्टोरमा गएँ। एप्पल स्टोरमा गएर यहाँ गएर तपाईँले कुनै पनि एप डाउनलोड गर्न खोज्नुभयो भने चाहिँ यसमा समस्या कस्तो देखाउँछ म तपाईँलाई देखाउँछु। जस्तो मेरो फेसबुक भयो, जस्तो मैले यहाँ फेसबुक गेट गरेँ है त। फेसबुक गेट गर्ने बित्तिकै इन्स्टल भनेर आयो। जस्तै इन्स्टल गरेँ। अब इन्स्टल गरेर चाहिँ यस्तो समस्या देखाउँछ। यो तपाईँले देख्न सक्नुहुन्छ, यस्तो देखाउँछ। यदि तपाईँको आइफोनमा पनि समस्या यस्तै देखाउँछ भने यसलाई चाहिँ कसरी समाधान गर्ने त म यसको विषयमा तपाईँहरूलाई एकदमै सजिलो आइडिया देखाउँछु। तपाईँ अरू चाहिँ बनाउन सक्नुहुन्न जस्तो चल्दैन। जस्तो तपाईँले फेसबुकहरू त कि ब्राउजिङ गरेरै चलाउनु पऱ्यो, होइन भने अब जब जस्तो तपाईँले कुनै फोटोहरू यसमा खिच्नु भएको छ, भिडियोहरू खिच्नु भएको छ अथवा अन्य कुनै फाइलहरू छ भने यसबाट चाहिँ कसरी तपाईँले आफ्नो एन्ड्रोइड फोनमा चाहिँ ट्रान्सफर गर्न सक्नुहुन्छ म त्यसको लागि आइडिया देखाउँछु। तपाईँले एउटा एप चाहिँ यसमा सजिलै काम गर्छ, त्यो हो एक्सेन्डर भन्ने। एक्सेन्डर भनेर सर्च गर्नुहोला। जस्तै यो एप तपाईँले हेर्न सक्नुहुन्छ। जस्तै एक्सेन्डर भनेर डाउनलोड गर्न मैले यहाँ अलरेडी इन्स्टल भएको छ, ओपन लेखेको छ। यदि तपाईँले यसलाई इन्स्टल गर्नुभएको छैन भने इन्स्टल लेखेर आउँछ, तपाईँले जस्तो इन्स्टल गरिदिनु होला। यसले चाहिँ सजिलैसँग चाहिँ काम गर्नेछ र तपाईँले चाहिँ यसलाई प्रयोग गर्दा चाहिँ तपाईँको एन्ड्रोइड फोनमा पनि एक्सेन्डरलाई चाहिँ इन्स्टल गरेको हुनुपर्छ। यसले सजिलै काम गर्नेछ र सजिलै तपाईँले आफ्नो फोटाहरू, भिडियोहरू सजिलै आफ्नो अर्को एन्ड्रोइड फोनमा चाहिँ ट्रान्सफर गर्न सक्नुहुन्छ सजिलैसँग। यहाँ हेर्न सक्नुहुन्छ मैले जस्तो यस्तो छ यसको इन्टरफेस। यदि तपाईँले प्रयोग गर्नुभएको छैन भने सजिलै जानिहाल्नुहुन्छ। जस्तो सेन्ड गर्नुभयो भने यसरी आउँछ र तपाईँको अर्कोमा चाहिँ रिसिभ गर्नु होला एन्ड्रोइड कुनै फोनमा चाहिँ, अनि स्क्यान गरेर सजिलैसँग सेरिटमा जसरी फाइल सिलेक्ट गरेर सजिलैसँग ट्रान्सफर गर्न सक्नुहुन्छ। एकदमै सजिलो छ। यदि तपाईँसँग पनि पुरानो आइफोन छ, यसले फालौँ कि राखौँ कि भन्ने डोडारमा हुनुहुन्छ भने यसरी प्रयोग गर्न सक्नुहुन्छ। हस् त साथीहरू, तपाईँलाई आजको भिडियो चाहिँ कस्तो लाग्यो, कृपया जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव र प्रतिक्रिया लेखी हाम्रो कमेन्ट बक्समा छोड्न भने नभुल्नुहोला। साथै हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने हाम्रो च्यानललाई सब्सक्राइब गरी सँगै रहेको बेल आइकनमा थिच्नुहोला भन्दै म पनि बिदा हुन्छु। हस् त, नमस्कार।